ल है साथीहरू आउनुहोस् है। आज चाहिँ म गाउँ समाजले गरेको एउटा राम्रो कार्य तपाईँलाई यो भिडियो मार्फत म तपाईँलाई देखाउन गइरहेको छु। यहाँ हेर्नुहोस् त, यो चाहिँ हो माथिल्लो गाउँदेखि हाम्रो गाउँसम्म यो बनिएको ड्रेन हो होइन। यो ड्रेनमा चाहिँ यहाँ हेर्नुहोस् त, र यो बाटो चाहिँ म नहिँडेको धेरै भएको थियो होइन। र आज विशेष कामले गर्दा यो बाटो हिँड्नु पर्यो होइन। र यसो आउँदै गर्दा के देखेँ भने यहाँ हेर्नुहोस् त, सायद यो हप्ता 10 दिन अगाडि कसैको घरमा केही कार्य परेको थियो होला यो माथिल्लो गाउँमा होइन। र त्यो कार्य सकेपछि चाहिँ यसरी यो अनावश्यक वस्तुहरू चाहिँ यसरी यो ड्रेनमा हाल्नु हुँदैन थियो होइन। यो प्लास्टिकको बोतलहरू त यहाँ हेर्नुहोस्, सबै यो जल्ने कुरा हो नि त होइन, डढ्ने कुरा हो होइन। सबै कलेक्सन गरेर यसो बालिदिए हुन्थ्यो। सायद अब काम सकेपछि त अब सबैको गाउँ समाजमा आउने होला होइन। अब यो सफा चाहिँ कसले गर्ने होला यहाँ हेर्नुहोस् त। अब समाज भनेको त अब एकजनाले मात्रै बनिँदैन होइन, सबै व्यक्तिहरू मिलेर बनिएको समाज हो होइन, कि एकजनाको मात्रै समाज हो। अब यहाँ हेर्नुहोस् त, यो कहाँबाट बगेर आएको, यो कसैकोमा केही कार्य भएको थियो होला होइन। यो बोतलहरू अब कसले सफा गर्ने त अब यहाँनिर। यहाँ हेर्नुहोस् त, एकदमै प्रशंसनीय कार्य गरेको छ गाउँ समाजको मान्छेले, एकदमै सराहनीय काम गरेको छ। ड्रेनमा यसरी होइन अनावश्यक वस्तुहरू अथवा यस्तो वस्तुहरू चाहिँ ड्रेनमा लगाएर यहाँ हेर्नुहोस्, अब यहाँ आएर थुप्रिएको छ। यो सफा गर्ने कसले हो त यहाँ हेर्नुहोस् त। माथिल्लो गाउँमा कसैकोमा यो कार्य भएको थियो होला होइन। र उहाँहरूले पनि बुझ्नु पर्थ्यो कि हामीभन्दा मुनि पनि अरू पनि गाउँ छ भनेर होइन। र त्यो गाउँमा पनि यो अर्की बर्खामा अब पानीले बगाएर लगिहाल्छ भन्ने सम्झौता भएन नि होइन। पानीले बगाएर लान्छ नि, तर तल्लो गाउँमा गएर पनि यो ब्लक हुने सम्भावना हुन्छ। र ब्लक भएपछि यहाँ हेर्नुहोस् त, सबै यो ब्लक भएर यहाँनिर बसेको यो वस्तुहरू, अब यो सफा गर्ने कसले हो। यो चाहिँ एकदमै राम्रो कार्य भन्नु कि नराम्रो कार्य भन्नु समाजले गरेको। साथीहरू कृपया कमेन्ट बक्समा आएर तपाईँहरूले पनि यसो कमेन्ट गरिदिनु होला।